नमस्ते, म विनय महर्जन। म यहाँ समक्ष वर्क स्टडी अथवा कार्य या कामको अध्ययनको बारेमा केही प्रस्तुत गर्न गइरहेको छु। यो एउटा विधि हो, एउटा टुल हो, एउटा टेक्निक हो जहाँ कर्मचारीहरू अथवा कामदारहरू छ र उनीहरूले विभिन्न किसिमका काम गर्नुपर्छ। त्यो काम गर्ने सवालमा काम गर्ने विधि या प्रक्रिया ठिक छ कि छैन, कसरी चलिरहेछ भने अर्कोतर्फ काम गर्ने मान्छेहरू अथवा कामदारहरू अथवा कर्मचारीहरू कतिको उत्पादकत्व वृद्धि गर्दो रहेछ त अथवा उत्पादनशील कार्यमा लाग्दो रहेछ त भन्ने कुराहरू यो कार्य या कामको कार्य अध्ययन वर्क स्टडी, अङ्ग्रेजीमा वर्क स्टडी भन्छ यसलाई, वर्क स्टडीले बताउँछ। अब यहाँ जहाँसम्म रह्यो मेथड स्टडीको अथवा विधि या प्रक्रिया अध्ययनको बारेमा यसले चाहिँ के एरिया हेर्छ त भन्दाखेरि सामग्रीहरू अथवा कच्चा मालहरू अथवा स्टेसनरी यस्ता खालका सामग्री, प्रयोग हुने मेसिन, उपकरणहरू र जनशक्तिको प्रभावकारिता अथवा त्यसबाट पाउने परिणाम कस्तो ल्याउँछ भन्ने कुरा अध्ययन गर्छ भने विधि र प्रक्रिया खास गरिकन यो एरियामा चाहिँ। अर्को साइडमा कामको यसमा चाहिँ खास गरिकन जनशक्तिको प्रभावकारिता र त्यसको मूल्याङ्कन। जनशक्ति भने मतलब अहिले श्रम अथवा कर्मचारी कतिको चाहिँ उत्पादनशील छ, यसमा महत्त्वपूर्ण कुरा छ। किनभने त्यही जनशक्ति हो हाम्रो कार्यालय, हाम्रो कारखाना, हाम्रो औद्योगिक प्रतिष्ठान अथवा हाम्रो हस्पिटल अथवा हाम्रो चाहिँ ठुल्ठुला सङ्घ संस्थाहरू जहाँ कर्मचारीको ब्याङ्कै भनौँ, जहाँ संस्थाहरूमा कर्मचारीको सङ्ख्या धेरै छ, तिनीहरूबाट हामी धेरै उत्पादनशील काममा लगाउन चाहन्छौँ अथवा उत्पादकत्व वृद्धि गर्न चाहन्छौँ। यसै सिलसिलामा आज म अहिले भर्खर यसमा चाहिँ अहिले आजको यो प्रस्तुतिकरणमा वर्क मेजरमेन्ट, त्यसको अर्थात् नेपालीमा काम वा कार्यको मापन, वर्क मेजरमेन्टको टेक्निकको बारेमा केही भन्न गइरहेको छु। यो किन गरिन्छ त भन्दाखेरि योजना, नियन्त्रण र व्यवस्थापनमा सुधार गर्नको लागि। त्यसपछि पहिलो कुरा यसबाट यो गर्नुभन्दा अगाडि के हेर्नु पर्यो त भन्दाखेरि वर्क स्याम्पलिङ गर्ने शाखा, विभाग अथवा समूह कुन हो त्यसको छनौट गर्नुपर्छ। त्यो छनौट गरिसकेपछि मात्र हामी चाहिँ वर्क स्याम्पलिङको लागि अरू बाँकी रहेका तयारीहरू गर्नुपर्ने हुन्छ। तात्पर्य के हो त भन्दाखेरि यही हेर्नुहोस्, एउटा कार्यालयको मैले यहाँ फोटो देखाएको छु। यो फोटोमा कर्मचारीहरू काम गरिरहेछ। कुनै कर्मचारी काममा इन्भल्भ भइरहेछ, कुनै गफमा लागिरहेछ, कुनै त्यसै निष्क्रिय भइरहेछ। त्यसकारण यसको चाहिँ हामीले के हेर्नुपर्छ त भन्दाखेरि कुन चाहिँ सेक्सन हाम्रो विचारमा अहिलेको लागि अहिलेको स्थितिमा चाहिँ कम प्रोडक्टिभ छ, उत्पादनशील कार्यमा धेरै लागेको छैन भने त्यो चाहिँ हामीले थम्याउनु पर्ने हुन्छ। त्यसको लागि यो वर्क स्याम्पलिङ गर्नुभन्दा पहिला अथवा यसलाई नेपालीमा कार्य नमुनाकरण गर्नुभन्दा पहिला के हेर्नुपर्छ त भन्दाखेरि कर्मचारी अथवा कामदार जुन शाखा, जुन विभाग, जुन समूहको हामी वर्क स्याम्पलिङ गर्दैछौँ तिनीहरूको चाहिँ त्यहाँ रहेका विद्यमान कर्मचारी अथवा कामदारहरूको सहयोग, यसको फेसिलिटेट गर्ने मान्छे अथवा यसको चाहिँ संयोजन गर्ने मान्छे, वर्क स्याम्पलिङ कन्डक्ट गर्ने मान्छे, यसको सञ्चालकले कर्मचारी अथवा कामदारको सहयोग लिनु नितान्त जरुरी छ। किनभने उनीहरूकोबाट लिएको डाटा, उनीहरूकोबाट अब्जर्भ गरेको कुरा डाटालाई उनीहरूकै नै हितको लागि कसरी प्रयोग गर्ने भन्ने यो चाहिँ निहित कर्मचारी कामदारसँग चाहिँ लक्षित भएको कारणले गर्दाखेरि उनीहरूको सहयोग जरुरी छ भने त्यसको अर्को चरणमा हामी के गर्छौँ त भन्दाखेरि वर्क स्याम्पलिङको साइज डिटरमाइन गर्नु पर्यो। कति पटक भिजिट गर्ने त,
कतिपटक अब्जर्भ गर्न जाने त त्यो शाखा या त्यो विभाग यो त्यो समूहमा कतिपटक भिजिट गर्न जाने त्यो महत्त्वपूर्ण छ। त्यसपछि त्यो कार्यालयका प्रमुख अथवा त्यो कार्यालयका चाहिँ अहिले प्रशासनिक भनौँ, जनशक्ति व्यवस्थापन हेर्ने भनौँ, अथवा मुख्य सिइओ भनौँ, उनको विचारमा उन अन्तर्गत चाहिँ उहाँको अन्तर्गत चाहिँ रहेका विभाग शाखा समूहहरूमध्येमा कुनको उत्पादकत्व वृद्धि गर्नुपर्छ अथवा अलिकति आइडल बसिरहन्छ अथवा उनीहरूलाई प्रोडक्टिभ उसमा ल्याउनु पर्ने हुन्छ, तिनीहरूको चाहिँ आइडेन्टिफाई गर्नुपर्ने हुन्छ। आइडेन्टिफाई गर्नुभन्दा पहिला त्यो चाहिँ कार्यालयको प्रमुखले चाहिँ उहाँले पहिला यस्तै खालका काम कसैबाट गराइसक्यो भने त्यसको तथ्याङ्क हुन्छ। नभए तापनि उहाँको विचारमा मोटामोटी रूपमा उहाँको विचारमा कुन चाहिँ शाखा अलिकति आइडल छ, कुन चाहिँ विभाग आइडल छ, अनप्रोडक्टिभ छ, त्यो उहाँसँग त्यहाँ उहाँको उसमा भए तथ्याङ्क भएको राम्रो, भएन भने पनि उहाँको विचारमा कुन चाहिँ युनिटको कस्तो खालको चाहिँ परिस्थिति अहिलेको विद्यमान अवस्था छ भन्ने कुरा उहाँबाट एउटा तथ्याङ्क सङ्कलन गर्ने। त्यसपछि जुन युनिटमा, जुन ब्रान्चमा, जुन विभागमा हामी तथ्याङ्क अवलोकन गर्न जान्छौँ वर्क स्याम्पलिङको लागि, त्यहाँ हुने गतिविधिहरूको लिस्ट तयार पार्नुपर्छ। त्यहाँ के काम हुन्छ, त्यहाँ त्यो विभागको निस्किने आउटपुट के हो र त्यो आउटपुट निकाल्नको लागि के अरे क्रियाकलापहरू के क्रियाकलापहरू गरिकन मात्रै त्यो चाहिँ आउटपुट निस्किन्छ। त्यसको चाहिँ यसको फेसिलिटेट गर्ने, वर्क स्याम्पलिङ कन्डक्ट गर्ने फेसिलिटेट अथवा अब्जर्भरले यो चाहिँ यसको सूची चाहिँ बनाउनु पर्छ। त्यसपछि आएर सूची बनाइसकेपछि एउटा के ख्याल राख्नुपर्छ त भन्दाखेरि यहाँ कुन एक्टिभिटी अथवा कुन क्रियाकलापले त्यो चाहिँ त्यसको भ्याल्यु बढाउँछ भने मैले प्राइसको कुरा गरेँ, कस्टको कुरा गरेँ होइन कि कुनै पनि कामको जुन त्यो विभाग, त्यो शाखा, त्यो युनिटको मेन काम छ, मेन टास्क छ, त्यो टास्कको चाहिँ टास्कमा भ्यालु बढाउने, टास्कलाई सम्पन्न गर्ने काम चाहिँ एउटा क्याटेगोरी। दोस्रो क्याटेगोरी मूल्य थप नगर्ने तर गरिहाल्नु पर्ने दोस्रो क्याटेगोरी। थर्ड क्याटेगोरी भनेको निष्क्रिय हुने, मूल्य थप नगर्ने त्यस्ता क्रियाकलाप जो आइडल खालका। मैले यहाँ तपाईँहरूलाई यहाँ तीनवटा क्याटेगोरीमा क्रियाकलापलाई तीनवटा क्याटेगोरीमा देखाएको छौँ। त्यसपछि आएर एक्टिभिटीलाई क्याटेगोराइज गरिसकेपछि हामी अब्जर्भ गर्छ, ट्रायल अब्जर्भ गर्नुपर्ने हुन्छ। ट्रायल अब्जर्भ गर्दाखेरि सुरुमा ट्रायल अब्जर्भ गर्दाखेरि त्यहाँ चाहिँ गतिविधिहरू कस्तो भइरहेछ भन्ने चाहिँ हामी ट्रायलको रूपमा मात्र हेर्छौँ। त्यसपछि ट्रायलको रूपमा गइसकेपछि हामी एक्चुअल अब्जर्भेसनको लागि जान्छौँ। एक्चुअल अब्जर्भेसनमा जान्छौँ। त्यो अब्जर्भेसन जाने बेलामा चाहिँ हामी के हेर्छौँ त भन्दाखेरि कतिजना कर्मचारीहरू छ अथवा कामदारहरू छ, त्यो कर्मचारी अथवा कामदारहरूको एउटा टेबल बनाउने, त्यसको चाहिँ अन्तर्गत एउटा मेरो यहाँ लेफ्ट साइडमा छ डाइरेक्ट प्रोडक्टिभ प्रत्यक्ष उत्पादनशील कार्य अनि अप्रत्यक्ष उत्पादनशील कार्य र निष्क्रिय क्रियाकलाप। त्यसमध्येमा कुन चाहिँ कर्मचारी हामी भिजिट गर्दाखेरि अथवा अब्जर्भ गर्दाखेरि हामी पटक पटक अब्जर्भ गर्नुपर्ने हुन्छ। पहिलो अब्जर्भमा कस्तो देखियो, कुन चाहिँ कर्मचारी के गरिरहेको, सेकेन्ड अब्जर्भेसनमा के देखिन्छ, थर्ड अब्जर्भेसनमा के, यस्तो अब्जर्भेसन चाहिँ हामी अब्जर्भेसनको साइड त मैले माथि भनिसकेँ। त्यसकारण हामी जति पटक भिजिट गर्छौँ त्यो बेलामा ती सम्बन्धित कर्मचारीहरू के गरिरहेछ त्यसको हामी चाहिँ एउटा ट्याली बार बनाउँछौँ अथवा टिपोट गर्छौँ। त्यसपछि आएर त्यसको क्याल्कुलेसन गर्छौँ। त्यो क्याल्कुलेसनबाट के निस्किन्छ त रिजल्ट, त्यो शाखा, त्यो युनिट, त्यो विभाग, त्यो समूहको उनीहरूको काम चाहिँ कतिको प्रोडक्टिभमा डाइरेक्ट प्रोडक्टिभ एक्टिभिटीमा लागेको छ, कति इन्डाइरेक्ट एक्टिभिटीमा लागिरहेछ, कति उनीहरूको समय चाहिँ आइडल गइरहेछ। त्यसकारण त्यो किसिमबाट हामीले डाटा चाहिँ तयार गर्नुपर्ने हुन्छ र त्यो डाटालाई हामीले सबैको सामु प्रस्तुत गर्नुपर्ने हुन्छ। मैले एउटा उदाहरणको रूपमा देखाएँ यहाँ, जस्तो एउटा
काल्पनिक एउटा कुनै संस्थामा यहाँ चाहिँ एउटा संस्थाको एकाउन्टिङ कामको लागि मात्रै टोटल कर्मचारीहरूको 25% एकाउन्टिङ कामहरूको लागि मात्रै इन्भल्भ भइरहेछ भने अर्को चाहिँ मिस्कुलिनियस विविध खालको यो 10-15 खालको चाहिँ एक्टिभिटी मैले यहाँ 5 भन्दा मुनि आएको चाहिँ सङ्ख्यालाई काउन्ट गर्दाखेरि 25 आएको छ। यसका चाहिँ 10-15वटा एक्टिभिटिजहरू छ, त्यसको लागि पनि 25% खर्च भइरहेछ अथवा काम लागिरहेछ उनीहरू। एडमिनिस्ट्रेटिभमा चाहिँ 16%, एक्सपोर्ट प्रोसेसिङमा 14%, म्यानेजमेन्ट मिटिङहरू अर्गनाइज गर्नको लागि 8%, अनि प्रपोजल राइटिङ र बजेटहरू डेभलप गर्नको लागि 7%, एक्जिबिसन र ट्रेड फेयरहरू अर्गनाइज गर्नलाई 5%। यो भने यो चाहिँ अलिकता यो मेम्बर बेस अर्गनाइजेसनको हो जसले एक्सपोर्टसँग सम्बन्धित एक्टिभिटीलाई फेसिलिटेट गर्छ। यो चाहिँ यो खालको। तर हाम्रो अहिले जुन वर्क स्याम्पलिङको उसमा डाटामा फरक के आउँछ त भन्दाखेरि मैले अघि भने जस्तै डाइरेक्ट प्रोडक्टिभ एक्टिभिटी, इन्डाइरेक्ट प्रोडक्टिभ एक्टिभिटी र आइडल एक्टिभिटी, यो तीनटा कुराहरूलाई छुट्याइकन त्यसको पर्सेन्टेजको हिसाबबाट निकालेर अनि हामीले म्यानेजमेन्टलाई म्यानेजमेन्ट लगायत त्यहाँ कर्मचारीहरूको सबैको सामु यसरी चाहिँ डेटा फाइन्डिङ प्रेजेन्टेसन गर्नुपर्ने हुन्छ। र त्यसपछि अनि फर्दर चाहिँ कुन सेक्सनलाई आइडल रहेकोलाई कसरी डाइरेक्ट प्रोडक्टिभमा ल्याउने, प्रोडक्टिभ काममा इन्भल्भ गराउने, अलिकता प्रिपरेसनमा अथवा इन्डाइरेक्ट चाहिँ प्रोडक्टिभ लागेहरूलाई पनि कसरी बढी चाहिँ डाइरेक्ट चाहिँ प्रोडक्टिभ एक्टिभिटीमा लगाउने। मेन फोकस हामी के हेर्छौँ त यसमा भने डाइरेक्ट प्रोडक्टिभ एक्टिभमा मान्छे सबै लागोस् भन्ने हिसाबबाट अथवा लगाउनु पर्यो भन्ने हिसाबबाट हामी प्लानिङ गर्छौँ। त्यसकारण वर्क स्याम्पलिङको तात्पर्य के हो त भन्दाखेरि जहाँ कर्मचारी धेरै छ, जहाँ मजदुरहरू छ, त्यहाँ चाहिँ उनीहरूको प्रोडक्टिभिटी इन्क्रिज गर्नको लागि वर्क स्याम्पलिङ गरिन्छ। यो वर्क स्याम्पलिङ म निकट भविष्यमा यसको तालिम सञ्चालन गर्दैछु। यो त एउटा इन्ट्रोडक्टरी यहाँहरूको लागि इन्ट्रोडक्टरी चाहिँ 5-6 मिनटको क्लास लिएको मात्रै हो अथवा मैले यहाँहरूलाई जानकारी दिए मात्रै हो। पछि हामी यहाँहरू ट्रेनिङमा इच्छुक हुनुहुन्छ भने म यसको एड त गर्छु नै। त्यो बेलामा हामी यहाँहरू सम्पर्क राख्नुहोला अनि तालिममा भाग लिनुहोला। अहिलेको लागि बिदा हुन चाहन्छु। धन्यवाद।